हामी पिङको लागि बाँसको लिङ्गा काट्न आइरहेको छौँ अहिले चाहिँ टक्क यहाँ यी भाइहरूले तान्दैछन् किनभने भाइहरू बसी दाइहरूलाई आनन्द छ यहाँ सिकाउने हो तानिरहेको छन् केटाहरूले उता है ल ल भाइ राजाले तानिरहनु भएको छ है बाँस तानियो बल्ल एउटा बाँस तानियो अरू बाँस तान्ने लागि छ चारवटा बाँस चाहिन्छ बिस्तारै बिस्तारै वरिपरि यसो हेरेर काट है पन्छाएर काट जाम त जाम दुईजना हेर त हुन्छ त्यहीँबाट निकालौँ यहाँ यो निकाल्नु मौसम दीपकले फोन गरे हो कुन कुन काट्ने निकाल्न सक्ने त यो पनि रहेछ क्या एउटा यो होइन टुप्पो देखियो खेनेको खै माथि र सिधै अङ्कल टुप्पो चाहिँ फाइनल गर्न सक्छ छैन टुप्पो अलि छैन जस्तो लाग्यो छैन है हालाकि टुप्पो देखिएन कि अघि टुप्पो छैन भने त हुँदैन जो सही थियो तपाईँलाई भर्खरै हात लाग्यो ल हाम्रो विजय दशमीको पिङको तयारी हुँदैछ भाइहरू दाइहरू बाँस समातिराख्नु भएको छ हजुर काटिराख्नु भयो दसैँको लागि हामीले पिङ तयारी गर्दैछौँ हाम्रो यो बाँसको पलौट हो 22 बिघा छ यहाँ बाँस हाम्रो जनताको हाम्रो त होइन हाम्रै भनौँ अब बाँस गाडीहरू तानेछन् बल गरे केटाहरूले तानेछन् उतातिर दुईटा काटियो यता दुईटा काटियो चारवटा हुन्छ ल ल आउँदा आउँदा काट्दै गर के हुन्न ल भयो आज बेलासम्म गरेर लगाएर भयो नि बाँस काट्नु चाहिँ भ्याइयो यी आज बेलासम्म लाएर भयो नि बाँस काट्दै भ्याइयो अब अहिले गएर राख्ने बाँस भोलि बिहान खाल्टो खनेर गाड्ने काम भोलि बाँकी छ यो चाहिँ के भन्नुभयो मेरो नगरेन बिग्रिन्छ आएन त्यसलाई बिहानै आइज भाइ भनेको आइयो है नदेखाउनु तिमीलाई पनि देखाउने हो र है हामी अहिले यी पिङको लागि हिजो बाँस काटेर ल्याइयो अहिले चाहिँ खाल्टो खन्दैछौँ है खाल्टो खन्दैछौँ ढुङ्गा गाड्नलाई बाँस देखाउनु परेन गाह्रो छ खै केटाहरू आउँदैन अहिलेसम्म प्रसङ्गले नि खाने हुन्छ त खाना 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 सबैजना खाना दोकान देखाउ थकै मारेको कसैले भिडियो बनाउँछन् थकै मारेको नि बनाउँछन् अनि खनेको नि बनाउँछन् बाटोतिर पनि देखाइदेऊ सर र बाटो ल देखाइदेऊ सबैजना पिङ खेल्न आउनु होला मान्छे भएन कि राम्रो अझै एकजना चाहिएको दबाउनलाई धकाल्नुपर्छ कि दाइ भ्याट्टै माथि फाल्छ यसले
छोरो मान्छे जस्तो निरजलाई बोलाउनु त ल ट्राई गरौँ न ल आइज नि त जान्छु भाइ खाना त है कस्तो त लानु ए भाइ खाली बेला हुनु पर्यो नि त यार खाली बेलामा जाने खाली बेला पनि हुनु पर्यो नि अहिले बिहान बिहानै 7 बजे खाना हेर है के राको उठला उठला उठो 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 आमा आकाशवाणी फुकेर एउटा कट ठुले यही थाम्न सकेको छैन के मान्छे भने यहाँ थाम्नै सकेन नि दुईजना यहाँ दबाउनु चाहियो दबाउनु पनि मिल्दैन कि त्यो तानमा त्यसमा बनाइदिन्छु सिनेमेटिक बबे यति ठुलो बाबा जिकी जे हो जय माताजी जय 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 हो तू भन्दा नि माथि हो यो त यार है मरा मजा भल्ले हो क्या गड्डे भाइ माथि आइदैन आजको त यता बस्दै अलि अच्छा terkio oh iya terkio lagi udah insas ketiga lahai udah sports ketiga tahan boleh just kirti video iya aku sama lahai ayo oh my god tuh dari mari hoyo ta Olah di, udah sukses. Cek ada. Mati, kau mati apa ya tu? Wah, weh, abu, ada weh, dalca ke? Dalca. Babi. Kaida ba. Hello guys. Wah, lagi ni deh aku. La. उसको गाड़े लई बरी अभी तो सानो मा सानो हो फोटो में तपाईको भुडिया आयो ऐ मारे टु कछि टु भएको यसको त यार टु भइसक्यो 2 मिनेट भइसक्यो आमा कसरी गर्ने एकछिन बन्दाएर उचाल्नु त्यही हो ल उचाल टाइम भइसक्यो ल चाहिँ उचाल्न लाउनु भयो दाइहरुले वाह त देखम त स्याहार भयो बहुत जी के जो बाबा दी ने यति स्याहार के नामले किन लाग्यो भन्दाखेरि त बान्न पर्यो हा मैले बिरी भइराख्ने भन्दा भइराछन् काले अब लिङ्गाली कार्यक्रम मैले आज चाहिँ लिङ्गाली कार्यक्रम चलिरहेछ हैन भन्ला हो कि हैन हो भन्नु न रहेछ फेरि आज काले भाइ कसको बिहा रहेछ टेक्नोलोजी
3 मिनेट भइसक्यो आपसँग मैले सामी यो दाजुले खनेको हामी चारजना अरु कति लम्बाइ देखेर पहिला त म एउटा बास पनि रहेछ लैबरी लै ल हामी अहिले चाउडा लिङ्गा ठडाइयो चाउडा लिङ्गा ठडाएर अब यहाँ टक्क यसलाई रेस्ट हो बेलुका नुहाउने अहिले चाहिँ अब चाउडा लिङ्गा ठडाएर टक्क राखेको छ यहाँ योहरू सबैजना टक्क ए अरू क्यामेरा अहिले लिङ्गा ठडाउने बेला क्यामेराम्यान चाहिँ अरू भान्जा हुने भान्जा पिङ खेल्ने कि होइन हो पिङ ठडाउने बेलाको क्यामेराम्यानहरू भान्जा अब टक्क पारेर बेलुका चढेर नुगाएर अनि के को सुत्केरी हो रुखा चढाउँछु भन्दा सुत्केरी भन्छु भने बुढाले यस्ता मान्छे नि कहाँबाट रुखमा चढ्न सकिन्छ त नि अब भरे बेलुका लिङ्गा नुगाउने अनि पानी बाँधेर अनि टक्क फिनिसिङ गर्ने भोलि त फुलपाती भोलि बिहानसम्म त किलेर हान्नुपर्छ ल है हाम्रो विष्णु सर चढ्न लाउनु भयो है बाँस नुगाउनुलाई माथि बाँस नुगाउने कार्यक्रम हुँदैछ अहिले पिङको लागि विष्णु सर माथि चढ्दै हुनुहुन्छ ऊ हाम्रो दोस्त यस त्यहाँ अन्त माथि होला विष्णु टक्क भाइहरूले हेरिरहेछन् तान्नलाई ऊ माथि टक्क विष्णु सर चढेर तान्नुहुन्छ ल है अब यी नुगुन लगाइसक्यो है बाँस नुगुन लगाइसक्यो अब त्यो मिजुले भाटा नि कस्तो भाँचेको भाटा ल्याउनु भएको र बडे भाइ जाऊ गरेर लिएर उता गर उता पाउँछ भाटा भात गर नान गर विष्णु के यसलाई तान यसलाई यो तन्केन के यो नुगेन यहाँ जानु पर्यो यसलाई अझै ल छोरै ल अब नुगा अब जोडा यत्रो लामो ह मिजुले अझै होच भयो भन्नुहुन्छ ला ठिक्क ह के ठिक्क ह त्यहाँ तानेर बसेका छन् दुईजना चारजना तीनजनाले यता तीनजनाले तान्ने विष्णु सर त्यहाँ कलर विष्णु सरले बाँध्दै हुनुहुन्छ है पिङ ल म चाहिँ डाइरेक्सन हेर्दैछु हाम्रो मिज्जु है यसको अध्यक्ष त सब जेनजी ग्रुपहरू छन् है यहाँनिर पिङ बनाउँदाखेरि चाहिँ तर यतापट्टिको बाँस नुगेकै छैन के अरे बढी नुग्यो उतापट्टिको बाँस नुगेकै छैन भयो नि त
प्रकाश जेनजीले यहाँ तानिरहनु भएको छ हैन तानिरहनु भएको छ प्रकाश जेनजीले तान्नुहुन्छ भने चाहिँ माथि गएको मान्छेसँग भोला माग्दिनुहुन्छ अलिकति केही छैन जे भयो नि खानु पर्यो त हाम्रो जेनजी फाइनली है अहिले यहाँ पिङ रेडी हुन लागिसक्यो हाम्रो पिङ ल अब पिङ तयार हुन लागिसक्यो पिङ तयार भएपछि टक्क लाएर खेल्नु नै पर्छ मौसम भाइ ताने छौ नि प्रकाशले डाका कहाँ गयो प्रकाश प्रकाश त्यहाँ टर्च हालिदिनु पर्ने तँलाई त उहाँ बसेर हेरेको छौ उहाँले हेरेको तयार हुन लागिसक्यो पिङ अब हाम्रो टक्क विष्णु सर अनि एउटा हाम्रो भाइ चढ्नु भएको छ दामी छ है त पिङ अझै मिलेन अलिकति अरू मिलाउनु बाँकी छ टक्क लाएर पिङ रेडी हुन्छ अब एकछिनमा 1.5 घन्टा बढी 2 घन्टा रेडी हुन्छ पिङ हामी जो तानिएछ नि ल ठिक छ ल है अब जोडिन ला है पिङ जोडिन ला अब हल्ला मात्रै गरे खानु बुढाली के भयो गर्मीजु पुरै हात रातो भयो आज पुरा पिङहरु तान्दाखेरि यस्तो भयो लट्ठो तान्दाखेरि हात रातो भयो रे हाम्रो मिजुको चाहिँ छाला उकिसक्यो बोटेले मोबाइल चलाएर बसिराखे त अहिले है पिङको पनि देखाउनु त यता सर र हाम्रो पिङ चाहिँ ऊ खोल है बिस्ने खोल डिग्री नआउने मान्छे उहाँ छ फोटो फटा प्रकाश भन्ने छ उता ऊ प्रकाश गौतम यहाँ चाहिँ ऊ केटाहरूले बाँध्दैछ माथि ल है हामीले अब पिङ क्लियर गरिसक्यो है बनाइसक्यो है अब यहाँ रसी बाँध्दै हुनुहुन्छ हाम्रो विष्णु सरले बिन भाइ रसी बाँध्दैछौ नि एस रसी बाँध्दैछन् है भाइहरूले ल अब हाम्रो पिङ क्लियर हुन लागिसक्यो है अब पिङ क्लियर हुन लागिसक्यो खान्छ पिङ खेल्ने सिनुहोस् त खेल्ने हो नि खेल्ने हो यस दाजुभाइ पिङ खेल्ने है यस ल यहाँ है पिङ खेल्नको लागि यहाँ भाइ बहिनीहरू आइसक्नु भएको छ सबैजना यी पिङ खेल्ने को भन है छिटो पिङ खेल्ने भयो छिटो त्यहाँ हात उठाउने है पिङ खेल्ने भयो हात उठाउने छिटो ए ऊ त नखेल्ने हो नानी ती दुइटा नखेल्ने हो भान्जा पिङ नखेल्ने यस भान्जा नि खेल्ने सबैजना पिङ खेल्ने खेल्न बनाएको पिङ सबैजना खेल्ने हो यता खाने पिङ बनाउने भाइहरू ऊ यस पिर्का लिएर कस्तोले खान्छ यसले पिर्का लिएर है भाइले ल है अब हाम्रो पिङ रेडी हुँदैछ यहाँ एकदम चाँडो रेडी हुन्छ बाँध्दैछन् है भाइहरूले उहाँ माथि विष्णुले उहाँ बाँध्दैछन् ऊ यस बाँध्दैछन् है ऊ ल ताली ल ताली ल एउटा खेल्न दिने भनेको भाइ हाम्रो यहाँ अब चावडा लिङ्गमा चट्ट पूजा गरेर एउटा कन्यालाई टिका लाएर अनि त्यहाँबाट चाहिँ पिङ उद्घाटन हुँदैछ है त हाम्रो अब तल फेदमा राख्नु हुन्छ एउटामा भयो टक्क पूजा गरेर प्रकाश ताली ल सबैजना ताली मार वरिपरि बसेर यहाँ हो अनि यहाँ यस्तो पूजा गर्न नकाले यहाँ भने चढाएर एउटा कन्यालाई चक्क चढाइदिने टिका लाएर अनि त्यसपछि उद्घाटन हुन्छ पिङको आजैबाट खास भोलि फुलपाती दिन गर्ने भनेको केही छैन आजै गर्ने राम्रै छ ल म यसलाई चक्क पुजाएर त नानी सानवी त्यहाँ जाऊ ल है टक्क लाएर ल्याउँदैछ
पिङ खेल्नु सबैजनाले टिका लाउने र अब पिङ उद्घाटन हुँदैछ है। अब कार्यालय लिङ्गामा पूजा गरेर लट्ठुमा पूजा गरेर टक्क पिङ उद्घाटन हुन्छ। अब ल ल अब पिङ बनाएर सकेर झर्दैछ है। विष्णु सर झर्दै हुनुहुन्छ। ल ताली ताली ताली। यस बिन सर भ्याइयो नि काम दिनभरि घाममा गरेर भयो नि भ्याइयो के। ए साइन्स साहब यहाँ आउनुहोस्। साइला साहब आउँदै हुनुहुन्छ उताबाट। घाममा गराउनु हुन्न भन्दै हुनुहुन्थ्यो। बल्ल बल्ल हामी पिङ बनाएर सकेपछि आउनु भएको छ है। ल नानी ल सबैजना ताली मार है। ताली ल पिङ उद्घाटन सर र पिङ उद्घाटन हुन्छ अब यहाँ। ताली 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 ताली। ल ल उद्घाटन भयो पिङ है। अरू पिङ तयार भएर नि उद्घाटन भयो। हिजोबाट सुरु गरेको काम। हिजोमा लिङ्गा काट्ने। आज मजाले दिन बिहान खाल्टो खनेर लिङ्गा गाडियो अनि दिउँसो दिनभरि लाएर नुगाएर पिङ चाहिँ रेडी भयो है। ल सबैजनाले बाई बाई है त। ल Yes. ए मिचु तर हामीलाई